कसैले चाहिँ अब एउटा डिग्री चाहिँ मास्टर्स डिग्री सकाइरहेको छन् अनि उनीहरूलाई चाहिँ अब टिआर हाल्नलाई उनीहरूलाई अलिकति कम्प्लिकेटेड भइरहेको छ किनकि 2 वर्षमा चाहिँ मैले जब पाएर स्किल एसेसमेन्ट गरेर मैले पिआर अप्लाई गरेर इन्भिटेसन लिएर पिआर पाउनको लागि चाहिँ मलाई टक हुन सक्छ भनेर हुन्छ उनीहरूको थट्स त्यो छ एक्ज्याक्टली यस्तो सरसर्ती हेर्दाखेरि चाहिँ त्यो टाइम फ्रेम उनीहरूको लागि सर्ट जस्तो पनि लाग्छ अब त्यो उनीहरू लजिकल पनि छ तिनीहरूको कुराहरू होइन अब यस्तो स्थितिमा चाहिँ उनीहरूले कुन स्टेट जाउँ कुन स्टेटलाई मैले कन्सिडर गरौँ कसरी जाउँ भनेर क्वेसन्सहरू धेरै आइरहेको हुन्छ क्या अब होइन हुन त अब विभिन्न स्टेटहरूले टाइम टु टाइम उनीहरूको आफ्नो पोलिसिजहरू रिक्वायरमेन्टहरू प्रिरिक्विजिट्सहरू चाहिँ चेन्ज गरिरहेको हुन्छ जनरली अब एउटा लामो समयदेखिबाट होइन हेर्दा र हामीले चाहिँ WA वेस्टर्न अस्ट्रेलिया पर्थलाई चाहिँ एउटा अर्को ट्रेड डेस्टिनेसन बनाउनको लागि चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ किनकि वेस्टर्न अस्ट्रेलिया भनेको अब आफैमा अहिले कन्सिडर एज अ रिजनल एरिया त्यहाँ आफ्नो एउटा फुल स्टडी त्यहाँ कम्प्लिट गर्ने भने चाहिँ 5 मिनट उसले स्टडीबाट पनि आफ्नो पिआर पोइन्ट्सको लागि एडिसनली पाउँछ त्यसपछिबाट उसले जबको हिसाबले पनि पार्ट टाइम जबहरूको लागि पनि जस्तै हस्पिटालिटी इन्डस्ट्री होस् अथवा केयर इन्डस्ट्री हेल्थ इन्डस्ट्री त्यस्तो इन्डस्ट्रीहरूमा पनि अब पार्ट टाइम जबहरू र कम्पेरिटिभली पे राम्रो छ लिभिङ कस्ट अलिकति लो छ एकोमोडेसन पनि अब कम्पेरिटिभली सिडनी अथवा मेलबर्न जस्तो बिग सिटीको तुलनामा चाहिँ चिपर छ होइन अनि सिटी क्लोज छ क्या अरू भन्दा पनि कस्तो भने जस्तै 30 मिनट्सको डिस्टेन्समा बाट त जहाँ बसे पनि सिटीबाट 30 मिनट्स भनेको त एकदमै अफोर्डेबल घरहरू पाइन सकिन्छ त 15-20 मिनटको डिस्टेन्स आउटमा पनि हामी बस्न अफोर्डेबल जस्तै सिडनीमा 1-1.5 घन्टा टाढा बसेर जुन रेन्ट पे गर्नुपर्छ त्यो पर्थमा चाहिँ 20 मिनटको डिस्टेन्समा पनि त्यो कुराहरू चाहिँ अभाइलेबल हुन्छ त्यो बेनिफिट्सहरू भयो रिनाउन्ड युनिभर्सिटीको कुराहरू हुन्छ टप ओल्ड ऱ्याङ्किङ युनिभर्सिटीहरूको कुराहरू भयो क्वालिटी एजुकेसन जब पर्सपेक्टिभ आफ्टर ग्रेजुएट द कोर्स अब स्टुडेन्टहरूले चाहिँ इजी टु जस्तै अब इन्जिनियरिङ अथवा नर्सिङ अथवा आइटी गर्नेहरूको लागि चाहिँ पर्थ एउटा बेस्ट डेस्टिनेसन हुनसक्छ इभन अकाउन्टिङ गर्नेहरूले पनि अब पिआर पाथवेमा चाहिँ ग्रेजुएसन स्ट्रिम पनि त्यहाँनिर इन्क्लुडेड छ WA ग्रेजुएटिङ भनेर त्यहाँनिर छुट्टै स्ट्रिममा चाहिँ उनीहरूले गभर्मेन्टले एउटा प्रायोरिटाइज गरिरहेको हुन्छ अकाउन्टिङ पढेर भएको भाइ बहिनीहरूले पनि पर्मानेन्ट रेजिडेन्सी पाएको हामीसँग धेरै इक्जाम्पल्सहरू छ अब आइटी अकाउन्ट इन्जिनियरिङहरूमा जब अपर्च्युनिटी पनि राम्रो छ